नमस्ते। म गोकर्णेश्वर नगरपालिका वडा नम्बर 6 को वडादेखि आजदेखि हामीले काठमाडौँ महानगरपालिका सिमानादेखि गोकर्णेश्वर नगरपालिकाभित्र रहेका हाम्रो वडाभित्रमा हामीले बोट बिरुवा सडक बोट बिरुवा हामीले सुरुवात गरेका छौँ। र हाम्रो किन चाहियो बोट बिरुवा भनेपछि अहिलेको अवस्थामा वातावरण दूषित अवस्थामा पनि कमसेकम उडेका झोडाहरू लगायत सम्पूर्णलाई सहज र सहज तरिकाले र हरियाली बनाउने हाम्रो सोच बनाउनाले हामीले यो सडकको दायाँ बायाँ चाहिँ बोट बिरुवा रोप्ने कार्यक्रम सुरु गरेका हौँ। यसले हामीलाई हरेक किसिमको स्वास्थ्यमा पनि वातावरणमा पनि साथ दिने भएको हुनाले यसलाई अगाडि बढाउने गोकर्णेश्वर नगरपालिकाको भिजन र ओडाले गर्नुपर्ने कामहरूमा हामी अगाडि बढिरहेका छौँ। हस्, नमस्ते।